हेलो गाइज नमस्ते एन्ड वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी यो तपाईको काठमाडौँ जाँदै गर्दा नेपालगञ्जदेखि काठमाडौँ जाँदै गर्दा यात्रामा चाहिँ यो 6-7 घण्टा भयो घनघोर जाममा परेछौँ। यहाँ थुप्रै मान्छेहरू यो नयाँ होटेल छ न केही छ, यहाँ भोकै तडपिरहेको अवस्था। यो तपाईँको महेन्द्र राजमार्ग होइन हाम्रो काठमाडौँदेखि यो तपाईँको पूर्व पश्चिम राजमार्ग। अब यहाँ बाटोको अवस्था यस्तो छ होइन, जाम परेर हिजो रातिबाट यहाँ सबजना मान्छेहरू पुरै भोकले तडपिरहेको छन्। यो जङ्गल जस्तो ठाउँमा न यहाँ होटेल छ न केही खाजा खाम भने पनि यहाँ पानी बर्सात पनि त्यस्तै छ। धेरै दुःख भइरहेको छ यहाँ सबैजनालाई। अब हेर्नुहोस् यहाँ थुप्रै गाडीहरू बाटोमा पुरै रोकिरहेको पर्खिरहेको देख्न सक्नुहुन्छ तपाईँहरूले। अलिकति के भनिदिनुहुन्छ कि दाइ? उद्धारको लागि अब सुरक्षाकर्मीहरू आउनु पर्थ्यो क्या अरे। अब यहाँ अब यस्तो अवरोध भएको छ, कुनै अब सुनाएको छैन, जानकारी छैन। यसो नआउनु पर्ने हो। यस्तो गाह्रो अवस्थामा गुजारिरहेका छौँ हामीले। यो जङ्गलको एउटा एकान्त कुनामा भनौँ कि एकान्त ठाउँमा हो होइन। तपाईँहरू देख्न सक्नुहुन्छ गाडीहरू यसरी जाम भएर पुरै 6-7 घन्टादेखि यहाँ यसरी पर्खिरहेका छन्। मान्छेहरू चाहिँ पुरै यहाँ गाडीबाट निस्केर बाहिर रोडमा हिँडिरहेछन्। अहिले चाहिँ प्रत्यक्ष दृश्यमा तपाईँहरू देख्न सक्नुहुन्छ गाइज। अब यो तपाईँको लगभग बुटोलबाट यो लिएर दाउनेसम्म यो गाडीहरू यस्तै जाम छ। हेर्नुहोस् 6 घन्टादेखि यस्तै जाम परेर यहाँ मान्छेहरूलाई धेरै नै गाह्रो भइरहेछ। डेन्जर आयो त अहिले ऊ त दुईटा चलाला पनि आयो। स्कुटीको दाम छ दुर्गा बसाइको अभियान जस्तै भयो। जानेपछि नेसर पठाइदिउँ। त्यहाँभन्दा अगाडि चिन्ने बाटो छ कि छैन? त्यहाँबाट पनि त्यहाँबाट त छ। एक दिनमा मात्रै यत्रो मान्छे आवत जावत हुन्छ। अर्को पनि आएछ माथि गाडीमा चढाउँ।
अरे हटले करा दिते उकाल भाइ चाहिँ और याद दिन यस्तै राम्रो हुनु पर्यो के खाने मोटाउने नि कतिको हतारो भयो होला यसको बाइक हल्का छ पुरै घुमाइरहेको चितवन